हेलो गाइज गुड मर्निङ नमस्ते सेवारो आज फेरि सानोबाट मिनी भ्लग लिएर आएको छु। आज चाहिँ म अमलाको अचार कसरी बनाउँछ भनेर देखाउन आँटेको छु है गाइज। अहिले चाहिँ म यो अमला पानीमा भिजाएर सफा गर्न आँटेको है गाइज। यसरी सफा मजाले गर्नुपर्छ। अनि यो अमलाको अचार चाहिँ साह्रै हेल्दी बनिन आँटेको छ है गाइज। तपाईँहरू पनि ट्राई गर्नु। अहिले सिजन छ अमलाको। सिजनको फ्रुट्सहरू चाहिँ खानुपर्छ है गाइज, हेल्दी हुन्छ। अनि यो अमलालाई मजाले सफा गरेर चाहिँ राम्रो पानीमा चाहिँ हाल्नुपर्छ है गाइस। अनि पानीमा चाहिँ उमाल्नुपर्छ यस्तै 5 मिनट जस्तो कम्ती उयसमा आगोमा हल्का गरेर बोइल गर्नुपर्छ है गाइस। अनि त्यसको बाद मैले 1 चम्मच नमक हालेको छु। यो नमक हाल्यो भने स्वाद आउँछ नि त है। अनि यो चाहिँ मैले रसवाला अचार बनाउन आँटेको अमलाको। अनि यसलाई हल्का बोइल गरेर निकालिसकेँ गाइस। यसलाई बेसी पकाउनु पनि हुँदैन है, ठिक्कको पकाउनुपर्छ। अनि मैले यसलाई पानीसँग अलग गरेको छु, एकछिन सेलाउँछ भनेर होइन। एकछिन सेलाउँछ, पानी चाहिँ वेस्ट गर्नु हुँदैन है गाइस। यो पानी पनि हाल्नुपर्छ। अनि अमला चाहिँ यतिको पाकेको छ है गाइस। यतिको ठिक्कको हुन्छ है गाइस, राम्रो हुन्छ खानुलाई पनि। ठिक्कको फ्यात्तै भयो भने राम्रो हुँदैन, ठिक्कको बोइल गरेर गर्नुपर्छ हो गाइस। अनि खानु पनि मजा लाग्छ। अनि अहिले यो पानी चाहिँ म यो जारीमा हाल्न आँटेको छु है। पानी अलिक मैला मैला देख्दै थियो कि, अनि यो उयो गरेको पानी तारेर हालेको है गाइस। अनि यो पानीमा चाहिँ अमला हाल्नुपर्छ है गाइस, अमला हाल्नुपर्छ। अनि त्यसको बाद खोर्सानी पनि हाल्नुपर्छ है गाइस, खोर्सानी। अनि अमला गऱ्यो भने चाहिँ अलिकति पिरो चटपटा पनि हुन्छ नि त, त्यही भएर खोर्सानी हालेको। अनि त्यसको बाद चाहिँ हल्का अमिलो हाल्नुपर्छ। यो अमिलो हाल्यो भने चाहिँ अलिकति खट्टा खट्टा पनि हुन्छ नि त। अनि यो चाहिँ सिम्पलै गाइस, हेल्दीवाला बनाएको मैले। न तेल न मसला, सिर्फ पानी, नुन अनि खोर्सानी है गाइस। यतिको चाहिँ राम्रो हुन्छ। हेर्नुलाई कस्तो मजाको देख्दैछ। बिहान बिहान एकपल्ट खानुपर्छ, हेल्दी पनि हो राम्रो पनि हो। बाई बाई।